लो है साथीहरु आज यस्तै छ है। मकैबारी रुङाइ छ। मकैलाई आज पत्ता कटिङ गरिदिएको। हेर्नुस् यसरी सबै मकैको माने लाइन को पत्ताहरु सबै कटिङ गरिदिएको। यसमा अलिकति किराले अट्याक गर्नु थालेको रहेछ त। यसले गर्दाखेरि बेसी बाक्लो भएर पत्ताले यो पत्ताहरु हल्का हामीले निकाल्दिएको छौं। हेर्नुस् यस्तै छ यो पालीको खेतीहरु। यस्तै छ है साथीहरु, यतिको बनाइयो। हेर्नुस् यो हाम्रो गाउँ छिमेकी सबै। यता फेरि जम्मै मकैबारी। हेर्नुस् यो सबै मकैबारी, यो सब मकैबारी हैन। वहाँसम्म देख्नुभयो, त्यहाँबाट यहाँ फेरि टक्क यताबाट हेर्दै आउनुहोस्। यो सबै पाटा छोडेर भर्खर उम्रिनु थालेको छ। हेर्नुस् माथिसम्म यो पाटा हानियो। त्यहाँदेखि फेरि यता तल हेर्नुस्, जाँदैछु मकै कटिङ, पत्ता कटिङ भएको मकै। यो जम्मै पाटा हो। अगाडि फेरि सबै मकै छ। यो सब मकै उता, यताको सबै पाटा हो। यो जम्मै उम्रेर यस्तो भइरहेछ पाटा। हेर्नुस् यो उँधो हेर्नुभयो भने तल बाटोमा गाडी कुद्दैछ। त्यहाँदेखि उँभो चाहिँ यतिसम्म फिलाइएको छ। यस्तै छ है साथीहरु। आफू त मेलोमा आइयो, छाता पनि उतार्न परेछ। यहाँ काम गर्दै थिएँ है, यसरी गर्दै थिएँ काम। अनि त्यहाँबाट भोक लागेर रहेछ, खाजा खानु पर्यो भनेर गइरहेको थिएँ। छाता त उतार्न पो परेछ। पानी पो आउँछ आउँदैन, उतार्न पर्यो भने त आउँदैन अरे भन्छ कि आउँछ पो। यस्तो छ है साथी, यो पाटा यतिको बनाइयो। हेर्नुस् अब यहाँ जंगलको लागि दबाई अलिकति मर्मत गर्नु छ। अलिकति मौसमले राम्रो सायद नदिँदाखेरि हेर्नुस् यतिको भइरहेछ पाटा। यहाँ मेडिसिन हुन्छ अब जंगल मर्ने। मकै यस्तै छ, बाक्लो पातलो त्यस्तै छ। उता अब काटिएको छैन, उता पत्ताहरु काटिएको छैन। यस्तै छ वहाँसम्म। हेर्नुस् वहाँसम्म छ मकै, देख्नुभयो नि। त्यहाँदेखि उता स्कुल जम्मै हाम्रो किसान भाइ, यहाँ हाम्रै गाउँको भाइ आफै स्कुल खोलेर होस्टेल खोलेर बस्नु भएको छ यहाँनिर गजबसँगले, दामीसँगले। र उहाँको होस्टेलहरू हेर्नुस्, उहाँको जमिनहरू छ हैन। यस्तै छ। लिचीको गाछ, आमको गाछ हेर्नुस् फलिरहेको छ दामीसँगले। यता तामुल बगानहरू हेर्नुस् हैन, दामी छ। मौसमहरू कति दामी हेर्नुस्। यो जम्मै मकैबारी है साथी हो। ल मन पर्यो मन परेन तपाईहरुलाई यो देखेर राम्रो लाग्यो भने तपाईहरुलाई थाहै छ अब हैन, चलेर आएको के भन्दाखेरि। लाइक धन्यवाद सबैजनालाई, थ्याङ्क यू।